त न्यू भिडियो र आज चाहिँ मैले केही अपडेट दिनलाई भिडियो बनाइरहेको छु। होप तपाईँले यो भिडियो मन पराउनुहुन्छ भन्ने आशा गरेको छु। र आज मसँग केही मुभीहरूको अपडेट छ, सो त्यही भएर तपाईँहरूलाई मैले जानकारी दिनलाई यो भिडियो बनाइरहेको छु। सो होप तपाईँले भिडियो मन पराउनुहुन्छ भन्ने आशा गरेको छु। किनभने म धेरै युट्युबमा एक्टिभ हुँदिनँ, सो त्यही भएर मैले चाहिँ धेरै मुभीहरूको बारेमा छुट्याइरहेको छु। सो आज रहेको छ 3 अपकमिङ नेपाली मुभी जो कन्फर्म रिलिज भइसकेको छ। 2टा मुभी तपाईँको अलरेडी रिलिज भइसकेको छ भने अर्को मुभी तपाईँको भोलि रिलिज हुन गइरहेको छ। जबसम्म भिडियो सायद अपलोड हुन्छ तबसम्म त्यो मुभी चाहिँ 2टा मुभी रिलिज भइसकेको हुनसक्छ। सो तपाईँहरूले त्यो मुभीलाई गएर कहाँबाट र कसरी हेर्न सक्नुहुन्छ त्यसको बारेमा तपाईँलाई जानकारी दिन गइरहेको छु। सो भिडियो अन्त्यसम्म हेर्नु होला र नयाँ मान्छेलाई लाइक सेयर एन्ड सब्सक्राइब गर्नु नबिर्सनु होला। त्यसै गरी तपाईँहरूको लागि नयाँ नयाँ भिडियो बनाउने ट्राई गर्नेछु। म काम गरेर पनि तपाईँहरूको लागि भिडियो बनाउने कोसिस गरिरहेको छु। सो ब्याकग्राउन्डमा जुन साउन्ड आइरहेको छ त्यसलाई सायद इग्नोर गरिदिनु होला। त्यसो अब जाउँ हामी भिडियोतर्फ। सर्वप्रथम तपाईँहरूलाई भन्न चाहन्छु कि म एसआर डिजिटल युट्युब च्यानलबाट भोलिको दिउँसोतिर न्यू नेपाली मुभी चिसो मान्छे तपाईँले फ्रीमा युट्युबमा हेर्न सक्नुहुन्छ ओएसआर डिजिटल युट्युब च्यानलबाट। र भोलि यो मेरो हिसाबले भोलि बिहानतिरसम्म चाहिँ यो रिलिज हुने गइरहेको छ भिडियो सरी फिल्म। यो चाहिँ तपाईँहरूले चिसो मान्छे तपाईँले हेर्न सक्नुहुन्छ भोलि अफिसियली फ्रीमा युट्युबमा हेर्न सक्नुहुन्छ भने। त्यसै गरी तपाईँहरूले अहिले नै भर्खरै गएर तपाईँले 2टा नेपाली मुभी जो म पनि सायद आज हेर्न गइरहेको छु त्यो मुभी पनि तपाईँले मजाले हेर्न सक्नुहुन्छ। पहिलो फिल्मको नाम रहेछ ऐँचो पैँचो। यो मुभी अलरेडी पहिले सिनेमाघरमा भिडियो पसल एपमा रिलिज भइसकेको थियो भने त्यहाँबाट चाहिँ तपाईँले अलिकति पेमेन्ट गर्नु पर्थ्यो। तर यहाँबाट तपाईँले हेर्न सक्नुहुन्छ 200 कोइनबाट तपाईँले इजिली यो मुभी हेर्न सक्नुहुन्छ। यो मुभी पनि अलरेडी आइसकेको छ। सो दोस्रो मुभी रहेको छ माई फेभरेट मुभी जुन मैले यो मुभीलाई वेट गरिरहेको थिएँ सिनेमाघरमा आएपछि हेर्नलाई। मुभीको नाम रहेको छ पूजा सार्की। यो मुभी पनि तपाईँले अहिले नै हेर्न सक्नुहुन्छ। 2024मा आएको थियो र यो मुभी पनि तपाईँले सिनेमाघरबाट इजिली $2 यो मुभीलाई तपाईँले $2 या फिर तपाईँले 200 कोइन दिएर तपाईँले इजिली यो मुभी हेर्न सक्नुहुन्छ। तपाईँलाई बताइदिउँ कि कहाँबाट तपाईँले कोइनहरू तपाईँले इजिली फ्रीमा लिन सक्नुहुन्छ। त्यसको लागि तपाईँले यहाँ माथि आइकन देखाइरहेको छ। सो तपाईँलाई देखाउन गइरहेको छु। तपाईँको लागि आइकन यहाँ रहेको छ यो आइकन र त्यहाँ तपाईँले चाहिँ इजिली तपाईँले चाहिँ मुभी डाउनलोड गरेर या फिर तपाईँले यहाँ जानुभित्र क्लिक गर्नु होला। एकछिन रोक्नु है, यसमा क्लिक गर्नु होला र क्लिक गरेपछि हेर्नुहुन्छ मसँग $809 रहेको छ कोइन रहेको छ। त्यसपछि यहाँ डेली लगिङको तपाईँले 2टा कोइन पाउन सक्नुहुन्छ। यसको लागि मैले अलरेडी भिडियो बनाइसकेको छु। र तपाईँले त्यसपछि यहाँ कोही डेली एन्सर गरेर 50 कोइनसम्म जित्न सक्नुहुन्छ। जस्तै यहाँ हेर्न सक्नुहुन्छ। अब यसको एन्सर भोलिले थाहा दिन सक्नुहुन्छ। मसँग यसको एन्सर रहेको छैन, मैले यस भिडियो बनाइरहेको छु। सो दोस्रो रहेको छ तपाईँले फ्रीमा कोइन हेर्नको लागि यहाँ तपाईँले फ्री अर्न कोइन देख्नुभएको छ अर्न फ्री कोइन। यहाँ क्लिक गरेर तपाईँले एउटा एड हेरेर तपाईँले मजाले 2 कोइन आरामले निकाल्न सक्नुहुन्छ। र यहाँ भिडियो लोडिङ भएको छ। म एड गरेपछि तपाईँलाई फेरि भेट्छु। हेर्न सक्नुहुन्छ मेरो एड सकिसकेको छ र म यहाँ क्लिक गरेर 2 कोइन दिन्छु है त। हेर्न सक्नुहुन्छ मसँग 809 कोइन थियो र 2 कोइन एड भएको छ र मसँग 800 र 811 कोइन रहेको छ। त्यसैले तपाईँले रिभ्यू दिएर पनि 5 कोइन लिन सक्नुहुन्छ। प्रिपरेसन अझै आएको छैन र त्यसपछि कोही जान्छ तपाईँलाई थाहा छ। सो यसरी तपाईँले नेपाली मुभीहरू त्यहाँ तपाईँले इजिली हेर्न सक्नुहुन्छ। सो आजको लागि भिडियो यति नै। तपाईँहरूलाई मैले पहिले नै अलिक जानकारी दिइसकेको थिएँ। दया रानी र मनसारा मुभीहरू सबैको बारेमा तपाईँले मैले अलरेडी पहिले अपडेट गरिसकेको छु। सो यो मुभी यहाँ आएर तपाईँ 200 कोइनमा इजिली हेर्न सक्नुहुन्छ र पुरानो मुभीहरू चाहिँ 100 कोइनमा तपाईँले हेर्न सक्नुहुन्छ। सो यति भन्दै म यो भिडियो टुङ्गाउन चाहन्छु। सो थ्याङ्क्स फर वाचिङ दिस भिडियो। लाइक एन्ड सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। यसरी गरी तपाईँहरूको लागि मैले इन्ट्रेस्टिङ भिडियोहरू फेरि ल्याउने कोसिस गर्नेछु। त्यतिखेरको लागि बाई बाई, टेक केयर, नेक्स्ट भिडियोमा भेटौँला।